नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो एउटा न्यू भिडियोमा। साथीहरू, आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ 2082 असोज 8 गतेसम्मको समसामयिक घटनाको बारेमा। आउनु सुरु गरौँ आजको भिडियो। हाम्रो प्रश्न नम्बर 1 रहेको छ, बालन डी ओर अवार्ड 2025 विजेता खेलाडी को हुन्? यसको राइट एन्सर रहेको छ पुरुषतर्फमा ओस्मान डेम्बोले जुन कि फ्रान्सको फरवार्ड हुनुहुन्छ भने महिलातर्फ आइताना बोनमोते जुन कि स्पेनको हुनुहुन्छ र लगातार तेस्रो पटक जितेकी छन्। र त्यसैगरी अन्य विजेतामा उत्कृष्ट पुरुष टोली PSG र उत्कृष्ट प्रशिक्षक लुइस एनारिको र उत्कृष्ट गोलरक्षक डोनारुमा रहेको छ। र त्यसैगरी प्रश्न नम्बर 2 रहेको छ, नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो? यसको राइट एन्सर रहेको छ मनोज सिलवाल। विक्रम सम्वत 2082 असोज 5 गतेको मन्त्री परिषद बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको र प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेको छन् र यसअघि कार्यकारी निर्देशक रहेको हितेन्द्रदेव साक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञको रूपमा नियुक्त गरिएको छ। र त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ, सरकारले केन्द्रीय अनुसन्धान ब्युरो जसलाई हामी CIB पनि भनेका छौँ उसको प्रमुख कसलाई चयन गर्यो? यसको राइट एन्सर रहेको छ AIG मनोज केसी। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक AIG डाक्टर मनोज केसीलाई चयन गरिएको छ र डाक्टर केसी यसअघि प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो र डाक्टर केसीले भुटानी शरणार्थी प्राग्रह सम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख चन्द्रकुमार खापुङ IGP बनेपछि त्यहाँको प्रमुखको पद रिक्त थियो। र यसैगरी प्रश्न नम्बर 4 रहेको छ, जेनजी आन्दोलन विक्रम सम्वत 2082 भदौ 23 देखि 24 गतेको सन्दर्भमा भएको घटनाको अनुसन्धानको लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो? यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2082 असोज 5 गते। असोज 5 मा बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा 3 सदस्यीय आयोग गठन गरेको र त्यसैगरी सदस्यहरूमा पूर्व AIG विज्ञान राज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारी रहनुभएको र आयोगको कार्यावधि 3 महिना तोकिएको। र यसैगरी प्रश्न नम्बर 5 रहेको छ, दुधकोशी 2 जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको राइट एन्सर रहेको छ 70 मेगावाट। आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने यो आयोजना 4 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको र लागत चाहिँ अनुमानित करिब 15 अर्ब रहेको छ। भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी 2 जलेश्वर जलविद्युत आयोजनामा वित्तीय लगानी जुटेको। यो आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाई, एभरेस्ट बैंक लिमिटेडको सह अगुवाई र सानिमा बैंक लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको र विक्रम सम्वत 2082 असोज 5 गते यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यसैगरी प्रश्न नम्बर 6 रहेको छ, लोक सेवा आयोगद्वारा विक्रम सम्वत 2082 असोज 5 गते राष्ट्रपति समक्ष पेश गरिएको आर्थिक वर्ष 2081-82 को आर्थिक वर्ष प्रतिवेदन अनुसार थाई रोजगारीको लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो? यसको राइट एन्सर रहेको छ जुम्ला र सिफारिस भएका कुल उम्मेदवार 2592, पुरुषमा चाहिँ 1690 र महिलामा 902 रहेको छ। र सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल 5 जिल्ला जुम्ला जसमा 115 र स्याङ्जा 92 र गुल्मी 80, धनुषा 72 र काठमाडौँमा 71 जना सिफारिस भएको छन्। र सबैभन्दा बढी दरखास्त पर्ने 5 जिल्लाहरू सर्लाही जसमा 18442, धनुषा 15784, बारा 15737 र महोत्तरी 15452 र रौतहटमा 14753 रहेको देखिन्छ भने सबैभन्दा न्यून दरखास्त पर्ने 5 जिल्ला मनाङ जसमा 15, मुस्ताङ 53, रसुवा 334, रुकुम पूर्व 766 र डोल्पामा 1014 रहेको देखिन्छ। यसैगरी प्रश्न नम्बर 7 रहेको छ, सिंहदरबारको निर्माण कसको पालामा भएको हो? यसको राइट एन्सर रहेको छ चन्द्र शमशेर। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबार यसपटक समेत गरी 2 चोटि आगोको चपेटामा परेको देखिन्छ र पहिलो पटक आग लागि विक्रम सम्वत 2030 असार 25 गते भएको थियो जसमा प्रधानमन्त्रीको नेतृत्वमा कृतिनिधि विष्ट हुनुहुन्थ्यो भने दोस्रो पटक आग लागि विक्रम सम्वत 2082 असोज भदौ 24 मा भएको हो जसमा प्रधानमन्त्री KP ओली शर्माको नेतृत्व थियो।
जेनजी आन्दोलनको क्रममा भदौ 24 गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको र सिंहदरबारबाट विभिन्न मन्त्रालय समेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महत्त्वपूर्ण दस्तावेजहरू जल्न पुगेको छ। यसैगरी प्रश्न नम्बर 8 रहेको छ, सन् 2030 सम्म डिजल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो? यसको राइट एन्सर रहेको छ आयरल्यान्ड। र यसैगरी प्रश्न नम्बर 9 रहेको छ, भैरव पुरस्कार 2082बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? यसको राइट एन्सर रहेको छ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान। पुरस्कार राशि रु 1,11,111 रहेको छ भने भैरव व्यङ्ग्य पुरस्कार चित्र कलाकार हरिप्रसाद शर्मा राशि रु 1,11,111 रहेको छ। र भैरव प्रतिभा पुरस्कार विवश पोखरेल जो कि राशि पुरस्कार रु 51,111 रहेको छ। र प्रश्न नम्बर 10 रहेको छ, दर्ता भएको ट्रेडमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था गरेको छ? यसको राइट एन्सर रहेको छ 1 वर्षभित्र। ट्रेडमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यस सम्बन्धी कानुनलाई कडाइको साथ पालना गराउन लागेको बताइएको छ। र यसैगरी प्रश्न नम्बर 11 रहेको छ, राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ असोज 2 गते। आदर्श वाक्य विक्रम सम्वत 2081 देखि 2025 ज्ञान विज्ञान सिप उद्यम मौलिकता साझेदारी र प्रणालीगत सक्षमता रहेको देखिन्छ। यसैगरी प्रश्न नम्बर 12 रहेको छ, अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ सेप्टेम्बर 8 र सन् 2025 को नारा 59औं प्रमोटिङ लिटरेसी इन द डिजिटल इरा डिजिटल युगमा साक्षरताको प्रवर्धन भन्ने नारा रहेको देखिन्छ भने प्रश्न नम्बर 13 रहेको छ, विक्रम सम्वत 2082 प्रदान गर्ने परिश्रमी साहित्य पुरस्कार सम्मानित हुने स्रष्टा को हुन्? यसको राइट एन्सर रहेको छ रमेश भुसाल जुन कि कृति चाहिँ छाल बाटोबाट पुरस्कृत भएका छन् भने परिश्रमी साधन सम्मान रमा शर्मा र परिश्रमी गौरव पुरस्कार प्रण अभिनारायण सुवेदी रहेको छन्। यी पुरस्कारको राशि जनहित 3 लाख रुपियाँ रहेको छ। यसैगरी प्रश्न नम्बर 14 रहेको छ, राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पुर्याउने लक्ष्य रहेको छ? यसको राइट एन्सर रहेको छ सन् 2030। र यसैगरी प्रश्न नम्बर 15 रहेको छ, भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो? यसको राइट एन्सर रहेको छ जापान। र यसैगरी प्रश्न नम्बर 16 रहेको छ, नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षतामा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन्? यसको राइट एन्सर रहेको छ निर्मला शर्मा। नेपाल पत्रकार महासङ्घको झन्डै 7 दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला कर्मचारी हुन्। र महासङ्घको 2081 मङ्सिर 28मा सम्पन्न महाधिवेशनमा अध्यक्षतामा शर्मालाई निर्वाचित गरिएको छ। र महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित पनि भएको छ। महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएको छन्। र यसैगरी प्रश्न नम्बर 17 रहेको छ, शरणार्थी र आप्रवासी सम्बन्धी राष्ट्रिय सङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो? यसको राइट एन्सर रहेको छ सन् 2016 सेप्टेम्बर 19मा। र यसैगरी प्रश्न नम्बर 18 रहेको छ, मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ भदौ 20। र यसैगरी प्रश्न नम्बर 19 रहेको छ, सुशासन पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको राइट एन्सर रहेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार 2081बाट रमेश धमला जुन कि कान्तिपुर टिभीमा देखाइएको छ भने नवराज मैनाली नयाँ पत्रिका र टपेन्द्र कार्की नागरिक दैनिक र सविता आछामी नमस्ते खोटाङ.com सम्मानित भएका छन्। आयोगले आफ्नो 34औं स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको हो। पत्रकारिताको माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पुर्याए बापत 4 पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको छ। र यसैगरी प्रश्न नम्बर 20 रहेको छ, नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्? यसको राइट एन्सर रहेको छ मोहन कोइराला। र यसैगरी प्रश्न नम्बर 21 रहेको छ, सन् 2025 सेप्टेम्बरमा ग्यालपद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ? यसको राइट एन्सर रहेको छ सिङ्गापुर। साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यो भिडियो तपाईलाई राम्रो लाग्यो भने कृपया एउटा लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हाम्रो मोटिभेसन बढाइदिनु हुनको लागि हार्दिक अनुरोध छ।